हेलो गाइजहरु, हामी चाहिँ जङ्गलमा अरिङ्गाल टिप्न आएको छौँ। यो चाहिँ अरिङ्गाल टिप्दा लगाउने कपडा। हामी चाहिँ रेडी हुँदैछौँ अब एकछिनमा। म चाहिँ अरिङ्गालको यहाँ कपडा मिलाइदिएको छु। दुईजना हुनुहुन्छ है हाम्रो मित्रु, हाम्रो प्रमोद सुल्ती पुरै ड्रेसअप गर्दै हुनुहुन्छ हाम्रो अरिङ्गाल हन्टिङको लागि। यसमा चिल्दैन, दुईटा लाग्यो। प्लास्टिकको पन्जा रहेछ। हाम्रो नारायण सर हुनुहुन्छ यता, म टिपे सुल्ती चाहिँ भयम छ भन्नु ल। मित्रु पुरै हाम्रो गाइजहरु हैन, स्पेसमा हामी जस्तै ड्रेस लाउनु भएको छ है। मलाई त टोपी पुगेन गाइस, म त यो लाएर अब भाग्ने तयारीमा छु। हाम्रो उतापट्टि रहेछ। यहाँ हाल्नुहोस् त। पहिला माथि मिलाउनु अनि तल बल गरेर छिराउनु मसला लाग्छ। उता जङ्गलको छेउमा आएछौँ है। एउटा पुरानो घर रहेछ। घरमा चाहिँ अरिङ्गाल यता एग्रिकल्चर के फर्म जस्तो छ नि यतापट्टि। एग्रिकल्चर यता फर्म रहेछ। बङ्गुरको गाई हो यो। गाई फर्म रहेछ। यो चाहिँ गाई फर्म हो। तर गनाउँदो रहेछ नि। उहाँ चाहिँ कुन गीत बन्दीपुर जाउँला है। तपाईँको औँलामाथि पुगेन नि, अप्ठ्यारो होला नि त्यो। हामी चाहिँ हाम्रो सुक्सोबाट लगभग 15-20 मिनटको बाटो हिँडेर है अरिङ्गाल हन्टिङमा आएका छौँ। कारको चाबी हराउँदैन पनि रहेछ यहाँ। अर्को प्लास्टिक अर्को ढोक्रो सेतो दिएको होइन, तँलाई त्योमा पो छोडेर आएछ, बाइकमै छोड्यो छ। अफवान पनि लिन्छ ल गाइस, एउटा सामान हरायो। अब दुईजना गएर आउनु पर्यो तल यार। हेलो गाइसहरु, अरिङ्गाल भएको चाहिँ यो पुरानो घरमा हो। यहाँ चाहिँ अब म तपाईँहरूलाई अरिङ्गाल देखाउँछु ल। अरिङ्गाल पनि लास्टै ठुलो छ हो। यही अरिङ्गालका हार्ने। आज हामीले चाहिँ लगभग बास्केटबलको बलभन्दा अलिक ठुलो छ नि। टाढाबाट हेर्दा पनि त्यस्तो देखेको, नजिक गएपछि त लास्टै ठुलो छ। यति हुन्छ। पहिलाको ठ्याक्कै ठाउँमै बनाएको रहेछ होइन। टिप्न लागेको छु। तपाईँ पक्रै, तपाईँ अहिले टिपेपछि हामीहरू जानुपर्छ। तपाईँले बत्तीमा आउँछ हन्टिङमा पुगिसक्नु भएको छ। ल ठाउँ सर टिप्दै हुनुहुन्छ। ल हामी एकछिन गाइज अहिलेलाई एकछिन भिडियो अफ हुन्छ है। गाइजहरू अहिले हामीतिर आउनु सक्छ है। त ल राम्रो टिप्नु है। ल है साथीहरू, निकाल्ने चाहिँ हाम्रो त्यो दामी ल। कति छ होला यो? कति केजी छ उचाल्नु? उचाल्नु त कति केजी छ अनुमान गर्नु त। गरौँ छ यो त पुरो फुल भरिलो रहेछ। फुल भरिलो है हाम्रो टोली चाहिँ। नान्सर हुनुहुन्छ मैले काटेको उहाँ हेर्नु यो भनेको एकदम ल है हाम्रो अब हन्टिङ चाहिँ सक्सेस भयो भन्दा योसँग युद्ध गर्नु डेन्जर हो हैन। त्यसले जितेर हाम्रो डोनाल्ड ट्रम्पको टोपी लाएर आउनु भएको छ। उहाँले चाहिँ डोनाल्ड ट्रम्पले दिनुभएको उहाँको हिम्मत देखेर चाहिँ यो टोपी नपत्ते हेर्नुहोस्। टोपी पनि यो डोनाल्ड ट्रम्पको रातो क्यापको। ल अब हामी हन्टिङ गयो, हन्टिङ गरियो। अब यसलाई कसरी टलाउने भन्ने कुरोतिर हामी लाग्यो हैन।
यसलाई अब हामी सबक सिकाउन हिँड्दैछौँ पुरै भरिलो छ लगभग यो 6 होला 10 केजी जति ल अब हाम्रो हन्टिङ टोली लाग्यो है ल बाई जय नेपाल ल है हामी बाइक लिएर आएको हामी त्यो रेल गाडी अब हिँड्यौँ है बाइक लिएर लाग्यो अहिलेको लगभग 10 केजी जतिको छ सुक्सोतिर सुक्सो भनेको बस्ने गाइडहरू आउनु है ठाउँतिर ल हामी गयौँ है त है ल हाम्रो टोली सर सोल्टी लाइट दिनु Dia pun sen sol jauh dari. बाटोबाट हाल्नु त अगाडिबाट जानु मोटो हुँदो रहेछ नि बच्चाहरू यसो गर्नु नि तपाईँ राम्रोसँग बोलेर हो कि यो झर्दैन हेर्नु त ल किन झर्दैन हेर्नु त झारेर हेर्नु न Idea ada tu orang tu, yang nak cakap dia ada macam ni. सब दिमागकै खेल त हो नि सबै केचाक कुचुक पारेर दिमागको खेल या होइन अनिल त हुन्छ अब के गर्नु त अनि त्यो पानीले रक्सले नभिजे अब यस्तो मजाले झर्दैन क्रान्तिकारी त फेरि कहाँ थियो राति डराउँछ के क्रान्तिकारी म क्रान्तिकारी हो हेर्नुहोस् गाइजहरू यो भनेको अमृत हो Dah baptai jenis tu gimana sir? हजुर Baptai jenis tu. खाल सानो भयो कि अरिकल ठुलो भयो ए भुइँमा झर्ने कतिवटा कुरा एउटा Dulu okay. Sana tu saya udah saya huntar. अहिलेसम्म कोही कडा होला यो त देखेकै थिएन के गर्नुभयो झर्छ गाइजहरू के गरे यो जेन्जीहरूले यहाँ यस्तै झर्छ गाइज गाइज यस्तै झर्छ गाइज अलिले चाहिँ यो के हुन्छ यो सर्दी पुरै अरिकल छैन हेर्नुहोस् यस्तरी हामीले गाइडहरूले सिकाउनु पऱ्यो नि त होइन अहिले नयाँको अब जेन्जीहरूले त जानेको छैन नि त हामी पो पुलिसको लाग्यो त यस्तो गर्ने अहिलेको जेन्जीहरूलाई चाहिँ अरिकल खानलाई चाहिँ यसरी गर्ने खाली अहिले त अब अरिकल कसरी काट्ने के गर्ने अहिलेको केटाहरूलाई थाहा छैन नि त सिक्नु पऱ्यो नि त हामी जस्तो अब पुलिसकाहरूसँग टक्क अरिकल काट्नु पऱ्यो ल